ए यु सो वाट्सअप गाइस र आज हाम्रो यहाँ नेपालको पल्सा दाई होइन र धेरैले चिन्नुहुन्छ धेरैले पनि चिन्नु हुँदैन उहाँलाई तर उहाँ चाहिँ आज यहाँ हाम्रो डुवर्समा आएर आज हाम्रो यो पिकनिक स्पोट राइमाक्योङ डिपो भनिन्छ है यहाँ आइकन चाहिँ दाइले एउटा पल्साको एउटा भिडियो के त साह्रै मन परेर चाहिँ उहाँले आज सुट गर्नु आएको छौँ हामी। अनि यहाँ हेर्नुहोस् भ्युजहरू पनि यहाँ एकदम दामी दामी छ, पहाडी इलाका छ। हेर्नुहोस् तपाईँलाई म देखाउन चाहन्छु र मसँग जोइनुहोस्, आउनुहोस्, यता आउनुहोस् पल्सा दाइ। हाम्रो एकछिनमा नाम उहाँको चाहिँ डेभिड हो त? डेभिड हो, म चाहिँ पल्साको ठुलो फ्यान। र यसै गरी गाइस हामी गइरहेछौँ तल भिडियो सुटको लागि। अनि हाम्रो नेपालको पल्सा दाइ पनि हामीसँगै छ र हजुरहरूको मायाले गर्दाखेरि उहाँले पनि आफ्नो एउटा त्यो भन्छ नि अब सानैदेखि अब आएको जग्गा उहाँले नछोड्ने भनेर प्राणले जस्तो अब के भनौँ भने अब त्यस्तै होइन, म जिस्केकै भिडियोमा थिएँ सानोलाई। र यसै गरी हामी तलतिर गइरहेछौँ हो। र एकदम बाटो चाहिँ अफरोडिङ भएर क्या धेरै नै अब तपाईँलाई त थाहा छ होइन, तपाईँहरूलाई थाहा हुनुहुन्छ कि पहाडी इलाका बाटोहरू यस्तै हुन्छ। डिपो भनेपछि एउटा बस्ती इलाका भयो होइन, एउटा फरेस्ट इलाका भयो। त्यसमा चाहिँ अब के छ भन्दाखेरि धेरै प्रकारको यहाँ जीव जन्तुहरू पाइन्छ होइन, जानवर पाइन्छ। र त्यसैलाई आज हामी तपाईँलाई सो गर्नुको लागि आज हामीलाई यो भिडियोमा आम्बो भ्युज त फेरि कस्तो छ होइन। पल्सा दाइ यता आइदिनु होला, अलिकति पछाडिको नजराहरू होइन। अनि दाइले चाहिँ गीत चाहिँ एकदम राम्रो गाउँछ कि, मिठो यो छ नि हृदयमा राख्ने के त्यस्तो गीत गाउँछ। अगर कसैलाई पनि कन्सर्टमा उहाँलाई बोलाउँछ भने चाहिँ उहाँको यो भिडियोलाई धेरै से धेरै मान्छेहरूलाई अब होइन लिङ्क फरवर्ड गरिदिनु होला। अनि भिडियोहरूलाई धेरैमा अब सेयर गरिदिनु होला। उहाँलाई अब तपाईँ माथि छ, तपाईँहरू माथि छ कि हाम्रो दाइलाई डेभिड दाइलाई कति चलाउने कहाँसम्म पुगाउने तपाईँहरू माथि छ। तपाईँहरू नै हो सबै भगवान् भन्ने चिज चाहिँ, तपाईँहरूले माथि लान सक्छ, तल झार्न सक्छ, तपाईँहरू नै हो। र यसै गरी हामी भिडियोलाई कन्टिन्यू राखौँ। अनि हामी यो सानो एउटा मेरो मिनी ब्लग, मैले जिन्दगीमा कहिले पनि ब्लग बनाएको छैन। र आज मलाई यहाँ हाम्रो नेपालको पल्सा हुनु चाहिँ पल्सा नै हो नि फेरि, तर नाम चाहिँ डेभिड छ त, त्यसले गर्दाखेरि चाहिँ आज मलाई ब्लग बनाइदिन्छु भनेर चाहिँ मैले प्राण लिएको त होइन त, तर भिडियो चाहिँ बनाएको। ल जाउँ है गाइस अगाडि। हेलो गाइस, फाइनली आज हामी मेरो दर्शकबिनहरू उहाँलाई म यो मेसेज दिन चाहन्छु कि यस्तो राम्रो ठाउँ, यस्तो राम्रो जग्गा होइन, हाम्रो पिकनिक स्पोट माथि हुन्छ। अहिले तपाईँहरूलाई म फेस गराउँछु एकछिनमा होइन। बाइ द वे यहाँ चाहिँ फेरि तपाईँहरूलाई थाहा छ, अघि पनि मैले भिडियोमा कतिचोटि भनिसकेँ, पल्सा। ओके, याद गर्नुहोला, माया गर्नुहोला, माया गरेपछि दादा उहाँ चल्ने हुन्छ। र भ्युज म पनि तपाईँहरूलाई देखाउन चाहन्छु। दाइ यहीँ छ, डेभिड हो होइन, डेभिड दाइ। अनि यहाँ हेर्नुहोस् नजाराहरू, क्या मजा भ्युज छ है। आउनुहोस् तपाईँहरू पनि इन्जोय गर्नुहोस् यो टाइमलाई। यही टाइमलाई जिएपछि बुढेसकालमा यो टाइमहरू यादमा छ भने कस्तो राम्रो हुन्छ आफ्नो नाता नातिलाई। र धेरै गाउँमा सबैलाई मेसेज दिनु होला। दाइ के भन्नुहुन्छ तपाईँ? र सर्वप्रथम त म मेरो प्यारो दर्शकबिनहरूलाई सबैलाई हात जोडी नमस्कार भन्न चाहन्छु। यहाँहरू सम्पूर्ण दर्शकबिनहरू सन्चै सुविस्ता हुनुहुन्छ होला भन्ने आशा गर्दछु। र साथै अब यो चाहिँ मेरो भाइले फर्स्ट टाइम, म पनि कहिले भ्लग त बनाउँदिनँ, तर भाइले आज विचार गरेर भ्लग बनाएको सानो मिनी भ्लग। र यो भ्लगको मार्फत म के भन्न चाहन्छु भने म आज स्ट्रगल गरिरहेको छौँ है, स्ट्रगल गरिरहेको छौँ। र साथै सर्ट भिडियोहरू बनाउने गर्छु, गीतहरू सङ्गीतमा त्यतिकै म चाहिँ स्ट्रगल गरिरहेको अवस्थामा छु। र त्यसमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ हजुरहरूकै माया र सपोर्टै रहेछ। र त्यही भन्न चाहन्छु, सधैँ माया सपोर्ट गर्दै गर्नुहोला। र अब ओरिजिनल पल्सा त म होइन, पल दाइलाई म रेस्पेक्ट गर्छु। उहाँको एकदम बिग फ्यान हुनुको कारणले गर्दा उहाँको भिडियोहरूमा उहाँको जस्तो लुक अलाइक भएर म एज अब उहाँको भिडियोहरूमा, उहाँको म्युजिक भिडियोमा, उहाँको रिल्सहरूमा म भिडियोहरू बनाउने गर्छु। र साथै यो रिल्सहरू चाहिँ म जग्गा जग्गा ठाउँ ठाउँ गएर यसरी मलाई माया गर्ने, मलाई सपोर्ट गर्ने मेरो सोहन भाइ, अहिले तपाईँले देख्नुभएको भर्खरै ब्लगमा उहाँले पनि सपोर्ट गरिराख्नु भएको छ। र यहाँहरू सम्पूर्णले मलाई सपोर्ट गर्नुहोला। म र चाहे आउँदो दिनहरू पनि यसरी राम्रो राम्रो पल्सा दाइको भिडियोहरूमा म रिल्स बनाउने गर्छु। धन्यवाद। र यसै गरी गाइस दाइले उहाँको बात पनि राख्नुभयो तपाईँहरूको सामु होइन। र यसै गरी म यो सानो भएकी यो मिनी ब्लग चाहिँ म आज यहीँ नै समाप्त गर्दैछु होइन। अब बनाउँछु होइन, दाइ भेट्नुहुन्छ, दाइ जबसम्म छ भाइ पनि तबसम्म छ, र तपाईँहरू पनि छ है। ल बाई गाइस।